Welcome to my YouTube channel. Nihongo Nauriko Shiken Yan Yonno Kanji मा सिरिजमा यहाँहरूलाई स्वागत छ। म आज फेरि खान्जी लिएर उपस्थित भइरहेको छु र आज मेरो खान्जी छ। फर्स्ट खान्जी हेर्नुहोस्, आजको खान्जी यरुको खान्जी छ। यरुको खान्जी कसरी लेख्ने त भन्दा पहिला हामी 1 यहाँ खिच्छौं, त्यसपछि के छ 2 यहाँ खिच्छौं अनि 3 4 5 6 7 8 के हो 8 खान्जी है। जस्तै यसले हेर्दा मैले तल 1 2 3 4 5 6 7 8 है। योरुको खान्जी भनेको के त योरु अथवा यसलाई याप्ने भन्छ है। यसलाई के भन्छ नाइटको खान्जी। के भन्छ रे नाइटको खान्जी है। नाइट यसकोबाट बन्ने खान्जी त्यसलाई के भन्छ तान्गो। यो के भनेको तान्गो है। तान्गो सो योरु मात्र आयो भने के भन्छ भन्दा हेर्नु त योरु मात्र आयो भने नाइट। अनि यो नाकाको खान्जी छ नि यो नाका हेर्नु त यो अर्कोले के भन्छ यो भनेको योरुको नाका खान्जी यो नाका भनेको मिडनाइट। त्यसपछि कोन्या कोन्या भनेको के हो टुनाइट। कोन्या भने टुनाइट है। इमाको खान्जी र याको खान्जी। अनि यो जोरा भनेको इस्के हो याको बासु हैन त। यसलाई या अनि अर्को को भनेको चाहिँ के हो बासु। याको बासु भनेको नाइट बस। अर्को छ 2 नम्बरको आज सेकेन्ड खान्जी लिएर आएको छु म तपाईको अन्त मायाको खान्जी अथवा जेनको खान्जी हो। यसलाई लेख्ने कसरी भन्दा 1 2 3 4 5 6 7 8 9 है। यसलाई के भन्छ मायाको खान्जी। म लेखिदिन्छु 1 2 3 4 5 6 7 8 9 हो मायाको खान्जी। माया त जिनको भनेको के हो फन्टको खान्जी है। यसबाट यसको तानको हेरौँ हेर्नु यसको तानको के छ त सिंगल आयो भने माया भनेको के फन्ट अगाडि। अनि नामाएको खान्जी आयो भने त नामाएको खान्जी प्लस त्यसपछि यो चाहिँ मायाको भयो भने नामा भनेको के हो नाम हो मान्छेको नाम। गोजिन यो गोको खान्जी यस्तो हुन्छ है। गोको खान्जी प्लस मायाको खान्जी आयो भने के भयो गोजिन। गोजिन भनेको के हो गोजिन भनेको के हो साथीहरु अगाडि है। ल तपाईलाई यो सिरिज कस्तो लाग्यो राम्रो लाग्यो सब्स्क्राइब गर्नु होला र म फेरि ग्रामर सिरिज लिएर आउने छु र फेरि म एक्जाम रिलेटेड क्वेशनहरु लिएर आउँछु। हस्।